न्युजिल्यान्डमा रहेको छ आज मेरो पर्फर्म 15th अफ एनिभर्सरीमा आज हामी पर्फर्म गर्दैछौँ रेशमा दिदी र म। तपाईँहरूले पत्ताउनु हुँदैन होला तर हामीले चाहिँ 7 मिनटको गीत 1 घन्टामा प्र्याक्टिस गरेको छौँ किनकि हामीसँग टाइम नै थिएन। जे जस्तो भयो नि आज पर्फर्म गर्नुपर्ने हुनेछ, गएर नै थाहा हुन्छ आज के हुन्छ भनेर। म हुन थालेँ अब रेडी, सबै कुरा मैले चाहिँ ब्ल्याक आउटफिट लगाएको छु किन भन्दाखेरि वान अफ माई फेभरेट। अनि कस्तो देखिरहेको छ कमेन्ट गर्नु होला। म चाहिँ लागेँ अब प्रोग्रामतिर, दिदी मलाई अघि नैदेखि कुरिरहनु भएको छ। बाहिर निस्किने बित्तिकै एकदमै ब्युटिफुल स्काई सिटीको टावर तपाईँहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो घर अगाडि नै रहेको छ। नेपालको एउटा गाउँले छोरो न्युजिल्यान्डमा छ शान्ति दाइ, र म चाहिँ दिदीलाई यहाँ खोजिरहेको छु। दिदी चाहिँ यहाँ हुनुहुन्छ अरे तर कहाँनिर हुनुहुन्छ भनेर मैले पत्ता लगाउन सकिरहेको थिइनँ र एकैछिनपछि दिदीलाई मैले देखेँ पनि र हामी लाग्यौँ अब प्रोग्रामतिर। न्युजिल्यान्डको ब्युटीको कुरा गर्नुहुन्छ भने चाहिँ म चाहिँ यसलाई एउटा स्वर्ग नै भन्न चाहन्छु। हामी पुगिसकेको छौँ अब प्रोग्राम भेन्यूमा। दिदी चाहिँ हल्का मेकअप अनि हेयर स्टाइल गर्दै भित्र छिरिसकेपछि द भ्यू इट्स रोमान्टिक है, एकदमै बवाल लागेको थियो मलाई चाहिँ। टेबल डेकोरेसनहरूदेखि लिएर एभ्रिथिङ इज सो पर्फेक्ट। अनि यहाँ चाहिँ एउटा सिस्टम रहेछ, आफ्नो नाम जहाँ छ त्यहीँ बस्नुपर्ने सिस्टम रहेछ। म चाहिँ मेरो आफ्नो नाम खोज्दै थिएँ, नामै भेटिरहेको थिइनँ र त्यही पनि यसो हेर्दै गएँ र यहाँनिर भेटेँ मैले एउटा नाम काजल, अनि अर्को पनि नाम हेरेँ मेरो हो कि भनेर, तर होइन रहेछ। यहाँ पनि त्यसको अर्कोपट्टि चाहिँ रहेछ ठ्याक्कै मेरो नाम विज्ञान। यहाँ चाहिँ एउटा दिदीले सबैजनालाई ककटेल बाँडिरहनु भएको रहेछ, त्यहाँ चाहिँ हल्का मिस्टेक रहेछ अल्कोहल के छ हानिदिउँ न भनेर एकचोटि मैले चाहिँ लिएँ। मैले लिइसकेपछि दिदीले पनि म नि हान्छु भाइ भन्नुभयो र दुईजनाले एक सर्ट हानिदिएको, दिदी भाइ पुरै झ्याप भनेर म भन्दिनँ। प्रोग्राम पनि भयो अब सुरु। मनमा चाहिँ एकदम ढुकढुक भइरहेको छ किन भन्दा पर्फर्म गर्नुपर्ने छ र प्रोग्राम सुरु हुनुभन्दा अगाडि चाहिँ हाम्रो दाइले चाहिँ एकदमै मिठो गीत गाउनु भएको थियो आफ्नो वाइफको लागि। अनि वाइफको चाहिँ उहाँबाट एउटा खतरा तरिकाले इन्ट्री भइरहेको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। एकदमै लाइक हुन्छ नि बबल तरिकाको, म पनि आफ्नो इमेजिन गरिरहेको थिएँ कि यो चाहिँ तपाईँहरूले बुझ्न सक्नुहुन्छ 15th अफ एनिभर्सरीको चाहिँ पार्टी रहेको छ। दुईजनाले एकदम रमाइलो तरिकाले डान्स पनि गर्नुभयो, इन्जोय पनि गर्नुभयो एकदमै रोमान्टिक तरिकाले। म चाहिँ एकदमै मिस गरिरहेको छु है मेरो फ्युचर वाइफलाई। तपाईँहरूले हेर्न सक्नुहुनेछ कस्तो रोमान्टिक भइरहेको छ। मलाई लागिरहेको थियो कि म एउटा एनिभर्सरीमा होइन म फिल्म हेर्न गइरहेको छु भनेर, किन भन्दाखेरि त्यहाँ चाहिँ एकदमै हरेक मोमेन्ट चाहिँ रोमान्टिक थियो कि। अनि दिदीले चाहिँ एउटा पर्फर्म गर्नुभएको थियो हाम्रो दाइको लागि, अनि त्यो देखेर चाहिँ दाइ एकदमै खुसी भएर चाहिँ एउटा हक दिएर एकदमै एप्रिसिएट गरिरहनु भएको थियो। भोक लागेपछि म लागेँ खानलाई, 2टा रोटी र 4-5वटा पिस मासु खाएर ताकत निकालेर लागेँ म नाच्नलाई। त्यसपछि हाम्रो पर्फर्म भयो। पर्फर्म चाहिँ सोचेको भन्दा पनि बेटर भयो किन भन्दाखेरि हामीले 1 घन्टामा मात्रै यो सब प्र्याक्टिस गरेको थियौँ। हल्का भुलिरहेको थिएँ, त्यही पनि हामी दुईजना दिदीभाइ मिलेर एडजस्ट गऱ्यौँ। प्रोग्राम चाहिँ एकदमै दामी भयो, एकदमै राम्रो भयो। सबैजनाले एकदम राम्रो भन्नु पनि रहेको थियो। सोचेको थिइनँ कि म चाहिँ न्युजिल्यान्डमा आएर पनि यसरी डान्स गर्छु, यसरी प्रोग्राम गर्छु भनेर। यो सबै चाहिँ क्रेडिट चाहिँ म हाम्रो रेशमा दिदीलाई दिन चाहन्छु किन भन्दाखेरि यो सब चाहिँ दिदीले गर्दा नै भइरहेको छ। एकदमै म चाहिँ थ्याङ्कफुल भन्न चाहन्छु दिदीलाई यही भिडियो मार्फत। हाम्रो पर्फर्मेन्स सकिएपछि चाहिँ डिजे पार्टी भएको थियो। डिजे पार्टीमा पनि हामीले एकदमै इन्जोय गऱ्यौँ। त्यसपछि सकियो प्रोग्राम। थ्याङ्क यू सो मच सबैजनालाई जसले पनि यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। एकदमै मलाई चाहिँ धेरै बोल्न आउँदैन साथीहरू होइन, यो के कस्तो बोले मलाई आफैलाई थाहा छैन। सो के कस्तो सुधार्नु पर्ने छ, के बोल्नु पर्ने छ यसो कमेन्ट गरिदिनु होला। पहिलोचोटि यस्तो यो मिनी ब्लग बनाएको छु, राम्रो नराम्रो जस्तो भए पनि हेरिदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। फलो गर्नुहोला, कमेन्ट गर्नुहोला, यो भिडियो मन परेदेखि सेयर गरिदिनु होला। सी यू नेक्स्ट मिनी ब्लग, बाई बाई।